हाम्रो हर्क साम्पाङजी र म चाहिँ एउटै क्याटेगोरीका मान्छे हौँ कि। मलाई पनि कोही मान्छे मन पर्दैन भने उसँग मेरो विचार मिल्दैन भने म अर्कोतिर फर्केर बस्ने हो। उसलाई चाहे 1000 जनाले मन पराओस्, लाखौँले मन पराओस् होइन मलाई मन पर्दैन सक्यो त नि। मलाई आवश्यक छैन त्यो मान्छे। मेरो जिन्दगीमा त्यो मान्छेको केही भ्यालु छैन भन्यो भने म अर्कोतिर कुरा गरेर बस्ने। त्यसले त्यस्तो भनेछ ल ठिक छ। हाम्रो हर्कजीले ठ्याक्कै त्यस्तै गर्नुहुन्छ बालेन्जीको कुरा गर्दाखेरि। किन हो यस्तो? मलाई त केही फरकै पर्दैन। म एकदम सामान्य परिवारको छोरी, सामान्य एउटा जिरो लेभलको मान्छे। मैले त्यस्तो गर्दाखेरि केही फरक परेन। तर तपाईँ त संसदको सदस्य, पूर्व मेयर धरानको, धरान पुरैलाई रिप्रेजेन्ट गर्ने मान्छेले चाहिँ त्यसरी घुर्की देखाउन मिलेन हो। घुर्की देखाएको छ, मिटिङमा गएको छैन। दिनमा 50वटा पोस्ट हालेको छ। भएन के तपाईँ र म सेम हुने हो भने त म पनि भोलि संसदमा जान मिलिहाल्यो नि त। अर्कोचोटि चुनावमा मै उठ्दिन्छु। चेन्ज हुनु पर्यो, म जस्तो हुनु भएन है। यसो भयो भने चाहिँ म चाहिँ यस्तो भएर चाहिँ मैले मात्र दुःख पाउँछु कि तपाईँ चाहिँ म जस्तो हुनुभयो भने धरानभरिका मान्छेले दुःख पाउँछन्। धरान मात्र होइन ती 7वटा चाहिँ प्रदेशका 7वटा निर्वाचन क्षेत्रका मान्छेहरूले दुःख पाउँछन् जसले विश्वास गरेर तपाईँलाई पठाउनु भएको छ। 21औं शताब्दीमा एआईको जमानामा अझै पनि आएर त्यो प्रधानमन्त्री के हो र त्यसले पो हामीलाई नमस्कार गर्नुपर्छ भनेर चाहिँ अलि मिल्दैन होला है। यति चाहिँ बुझौँ न त।